बिरौटा म चाहिँ तल्लो गगनगुडा ए मा ए पोखरा 33 कोत्रेपारी थाहा तपाईँलाई कोत्रेपारी पोखरा मान्छेलाई अनि के छ के गर्नुहुन्छ पोखरामा मैले हजुर म नर्स हो सुइलाई त्यसलाई नै मतलब अनि कुन चाहिँ हस्पिटलमा काम गर्नु त भाइ म जीएमसी होइन श्रीमतीलाई चेक गर्न उही लान्थेँ म त कहिले भेटिनँ हजुर श्रीमतीलाई चेकअप गर्न उही लान्थेँ म त कहिले भेटिनँ ड्युटी कति बेला हो र तपाईँको जति बेला नि हुन सक्छ कहिले कुन ए गुड गुड घरमा को हुनुहुन्छ थ्याङ्क यू जीवनजी थ्याङ्क यू मिस्टर दाइ सबै छाना हुनुहुन्छ मम बाबा भाइ तपाईँ एक्लै छोरी दिदी हुनुहुन्छ भनेपछि अहिले नाइट ड्युटी छैन आज तपाईँ घरि गएर नआसु नि तपाईँको इस्माल बवाल रहेछ नै मतलब होइन कोही केटी मान्छेको यस्तो दार्ने सिकेको राम्रो सुहाउँछु तपाईँलाई स्वाहा क्या त्यही सरी फेरि म अरूको तारिफ गर्ने बानी छ धेरै तारिफ गरेर नि श्रीमतीले मार्छ फेरि खाना खानुभयो नि हँसाउनु हुँदो रहेछ दाइले त हजुर दाइ लास्ट टाइम दाइ भन्दै होइन लास्ट टाइम दाइ भनिदिएर बवाल नि कहिले काहीँ जिएमसीतिर यसो गएको बेलामा भेटौँला नि है म पनि जान्थेँ कि पहिला पहिला जिएमसीमा जान्थेँ हारे कि म त हारे जान हुनुहुँदो रहेछ 1800 हुन्छ जम्मा 1800 हुन्छ यार के टेन्सन लिएर बसिरह यार अनि दिन कसरी बितिरह भन्नुहोस् यतिकै बितिराखे आफै कटिहाल्छ दिन त कटिहाल्छ मतलब तपाईँ कसरी बिसाएर बोल्नु भएको त्यस्तो गर्दै अलि हाँसेर बोल्नु न हाँसेर बोल्न भन्नु म त हाँस्दै मेरो त बोलिने यस्तो हो के बा गाइस ट्रिपल प्लिज गाइस पुस्टिङ पाउनु पर्छ ट्रिपल आफ्नो गाइस लेट्स गो थ्याङ्क यू मेरो दाइ थ्याङ्क यू मिस्टर यस मेरो दाइ भनेपछि मतलब पोखरादेखि तपाईँलाई बल्ल देखेँ यार मतलब धेरै जस्तो साथीहरू काठमाडौँदेखि हुनुहुन्छ पोखरादेखि हुनुहुन्छ तर पोखराको खुसी लाग्यो नाइस टु मिट यु टु इङ्ग्लिस त वाओ तर जिन्दगी काट्नको लागि त मतलब तपाईँ त बाजे हो रे दाइ होइन रे त तपाईँको कपाल फुल्यो भन्दैमा बाजे हुन्छ म हैन मेरो दारी फुलो सेक्दै भयो भने म बाजे भएँ मैले चाहे भने मैले पनि 3टा बिहार्न सक्छु मैले चाहे भने 3टा बिहा गर्न सक्छु किनभने मलाई टिकटकले पालेको छ टिकटक बुढी पाल्ने पैसा टिकटकबाट कमाइहाल्छ कि 3टा बिहा हार्नु पर्छ क्या हो हजुर 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 तपाईको छोराको नाम बुस्टिङ हो तेरी माटको को भतुवाले भन्छ त्यहाँ हैन को भतुवाले भन्छ त्यहाँ त्यस्तो नहुने कुरो अनि यो बच्चाको नाम पनि बुस्टिङ डबल ट्याप हुन्छ र होला मलाई यिनी कुरा म 57 गाडी रड्डी कुरो गर्ने यार अनि के बच्चाको नाम पनि ट्रिपल बुस्टिङ खड्का हुन्छ र यार होला मलाई तिनी कुरा गर्न मिल्दैन के तिमीहरुले हजुर हजुर गरे हाम्रो तपाईको बोयफ्रेन्ड छ टिकटकमा सबैले छैन भन्छ अब छ भनेपछि त कसले गिफ्टिङ गर्नु हौ नै मतलब नै सरी टिकटकमा जति पनि केटी लाइभमा आउँछन् कसैले पनि बोयफ्रेन्ड नै भन्छन् मतलब छ
भन्नुहुन्थ्यो नि छँदै छैन तपाईको बुढीको नाम एडिए हो भन्नु न रे एडिए यत्रो नर्सिङ र एडिए अदाला एडिए भन्दा पर्छन् यार Women. एडिए हैन के उहाँले भन्नुभएको छ अदा तपाईले कत्ते अदाला एडिए रे फेरि अन्य प्रोनाउन थ्यांक यू मिस्टर खड्का मेरो दाइ थ्यांक यू तपाईलाई हाम्रो पर्छ जीवन पूरा थ्यांक यू पर्छ तपाईलाई बुस्टिङ पर्छ आजलाई जाऊ भो हैन फेरि खेलम न हारे नि मजा आयो अरे के मजा दिन बसाएर म नै Women. अनि कसरी भित्र हात दिनु भन्नु तपाईको बोयफ्रेन्ड छैन यति राम्ररी मान्छेको बोयफ्रेन्ड छैन भन्दा के समाजले स्वीकारला क्यान सोसाइटी एक्सेप्ट दिस जाने पब्जी खेल्न हजुर गर्नुहुन्छ होला नि खै यति राम्ररी मान्छेको बोयफ्रेन्ड छैन भन्दा के समाजले स्वीकारला हाब्रेको बोयफ्रेन्ड हो तपाईँ सोधा को बौला हो त्यो कोले माटको त हाब्रेको बोयफ्रेन्ड रे मलाई अनि बाटोमा हिँड्ने सबै केटीलाई मैले के त गर्लफ्रेन्ड बनाएर हिँडेको छु र तेरी माटर तर जिन्दगी काट्नको लागि त मोटो पर्स भन्दा पनि पातल नर्स भए पुग्छ भन्छन् हो र यहाँ त सबै तपाईँको मात्र कुरा गर्नुभयो यहाँ त कति धेरैजनाले के भन्नुभयो अदा हो के केटीहरू मुस्काउनु उसको अदा हो तर त्यो केटीको पछि लाग्ने हामीको अदा हो हैन बवाल क्या गाइस लाइभ सो गर्नुस् प्लिज लाइभ सो ओके रबिन बुढीको नाम फर्काऊ अरे मैले पनि कमेन्ट पढ्छु रबिन दाइ नर्स पट्याउनु सुई हान्नु हुन्छ बिरामी हुँदा जुलिना हो रे जुलिना जुलियाना काम पनि बाटा ए तेरी माटका काम पनि बाटा आउने सबै केटीलाई मलाई भिडाइदियो हो रहे परेका सबै मैले भिड्नी घसिटा बोक्नी मैले फेरि यत्रो श्रीमती त 1600 गोपिनी कृष्णको नि हुन्थेन होला ए तेरी माटका बाटा आउने सबैलाई मलाई लगाइदियो रे अना भोके बा गाइस बुस्टिङ पार्नु पनि त्रिपाला पेलो गाइस उताको स्मृतिको बोयफ्रेन्ड त कलौटी हो भन्छ नि त कले हो त्यही भन्छ नि त नै कले कले भनेको यहाँ उतापट्टि कलौटे भनेको गाइस कम अन ट्रिपल प्लिज लेट्स गो ब्याक टिम गाइस बुस्टिङ गलस पाउनुपर्छ गाइस बुस्टिङ गलस पाउनुपर्छ ओके ट्रिपल पेलो गाइस ट्रिपल पेलो गाइस बुस्टिङ गलस पाउनुपर्छ के अनि ट्रिपलमा अलिकति स्कोर आएन बुस्टिङ पाएन बुस्टिङ नपछि कसरी गेम खेल्नु यो गेम सकेपछि बुस्टिङ मतलब हान्नु पेल्न जानुपर्छ गाइस ओके गाइस ट्रिपल लगाइदिनुहोस् बुस्टिङ गाइस ट्रिपल गाइस कम ट्रिपल वी हैव टु फोकस गरेर बिरामी भएर पनि आएको छु हँसाउन हजुर तपाईँ मोटो पतलोको भोइस बोल्नु अरे बोले भन्थ्यो ओए तुमलाई कार हो मोटो पतलो तुमलाई बुढी हो रे हैं कति धेरै बुढी हो तपाईको त हो म त कट्टु फेरे भन्दा पनि बढी गर्लफ्रेन्ड फेर्छु धेरै छन् होला मेरो श्रीमतीहरू थ्यांक यू ओजी ब्रो रेस्पेक्ट ओजी गोर्खाली ब्रो थ्यांक्स फर जोइन माई न्यू टिकटक आईडी ब्रो थ्यांक यू सो मच शोभा जोइन रे हिजोको शोभा ए केटीलाई थाहा रहेछ हँसाउँछ सरी हँसाउँछ बाटो मेरो सबैलाई मेरो बोयफ्रेन्ड बनाइदिएको छ अरू केही पनि काम छैन क्या यार तपाईँको यार फलो गर्नुहोस् पोखराको रहेछ साथी बनाऊँ डराउनु पर्दैन के मेरो घरमा श्रीमती छ बा होइन डराउनु पर्दैन के मेरो घरमा श्रीमती छ यार मेरो पछाडि चिल्लाओ मैले अरू केटी मान्छेलाई जिस्कायो भने त मेरो श्रीमती मेरो भाटा निकालेर गिटार बजाउँछ है हमको बहुत बहुत डर लगता है
छोरा पनि छ टिना टिना पनि हो तपाईको बुढीले ओहो मैले पनि कमेन्ट पढ्न पर्यो स्मृतिको बोयफ्रेन्ड त बद्री बिष्ट ए कुर्चीवाला हजुर को र बिद्रा बिष्ट भने बिद्रा बिष्ट बद्री भनेको बिद्रा बिष्ट ए प्रभु तपाईले अदाला एडिए भन्दै पढ्नुहुन्छ त्यो अब जे पनि हुन सक्छ नि त अनि फेरि मैले अदा भनेको भए फेरि अर्को भनेको भयो अनि ज्ञानै नि करवाले खुद की बेइज्जत एउटा पनि पुछ्नु पर्ने ओके हुन्छ म जान्छु ल भाइ पछि बोल्छु ल फेरि एकचोटि होइन न म जान्छु ल टाइम वेस्ट भइरहेको म अब हिलो खन्न कि हिलो खन्न न पोजिसन के खेल्न जाने हो पछि आउँछु ल तपाईँ थ्याङ्क यू